चाहे त्यो सपनामै किन नहोस्, आफूलाई सबैभन्दा धेरै माया गर्ने मान्छेको हात छुट्नु भनेको त सास छुट्नु जस्तै हुँदो रहेछ। दर्शकबिन, के तपाईँले पत्याउनुहुन्छ? आफ्नी श्रीमतीको मृत्युपछि श्रीमानले घरमै श्रीमतीको शालिग बनाएर साँझ बिहान दियो बालेर पूजा गर्छन्। हो दर्शकबिन, ब्याकग्राउन्डमा तपाईँले देखिरहनु भएको छ, यी व्यक्ति हुन् भक्तबहादुर विक, पेसाले नापी विभागको अधिकृत। करिब 2 वर्ष अगाडि क्यान्सर जस्तो प्राणघातक रोगबाट आफ्नी श्रीमती गुमाएका विकले यति बेला आफ्नै घरमा श्रीमतीको शालिग बनाएका छन् र साँझ बिहान पूजा गर्दै आएका छन्। यति मात्र नभई 2 सन्तानको लालन पालन पनि गर्दै आइरहेका छन्। डेथ इज नट द इन्ड भनेर मैले राखेको छु हैन। खासमा चाहिँ मृत्यु नै अन्त्य होइन, मृत्युपछि पनि जीवन केही कुरा रहन्छ, त्यो नै प्रेम हो हैन। चाहे जीवन्त रहोस् चाहे मृत्यु होस्, प्रेम प्रेम नै हुन्छ। मैले झन्डै 15 वर्ष चाहिँ मैले चाहिँ बिताएँ उनीसँग बिताउँदाखेरि चाहिँ मेरो प्रेम नहुने कुरै भएन, आघात प्रेम थियो। र उनी बितेर गइसके तापनि म उनको सम्झनाको लागि चाहिँ उनी भौतिक रूपमा मसँग नभए तापनि उनको शालिग मूर्ति निर्माण गरेर म उनलाई प्रेम गर्न सक्छु र उनीप्रतिको प्रेम मैले त्यहाँ पोख्न सक्छु।